के हो त नि तेरो कटिलो गर्लफ्रेन्ड बनाइछ र लाइभ बहन लाएर अहिले गर्लफ्रेन्डसँग गफ हान्दै बसेको जस्तो हेरी गर्लफ्रेन्डसँग गफ हान्दै हल जोतेको यसले त 3 वटा गर्लफ्रेन्ड छ भन्छ अर्कै बोयफ्रेन्डसँग बोलेर मलाई दियो मलाई दियो गरे मलाई दियो हुन्थ्यो गरे र नभए म अहिले आउँछु हुन्न म अहिले आउँछु के मलाई आएर कहाँ राख्छौ नि फेरि मलाई आएर कहाँ राख्छौ नि फेरि म त आउँदैछु तिम्रो लागि पर्छ अच्छा र करिश्मालाई भन तिमीहरू म 4टा बाइक भने हो म 4टा बाइक भने हो 4टा बाइकमा सरेर आउने मेरो गाउँ घुमेर जाने है तिम्रो गाउँ मलाई घुमाउनु पर्छ फेरि ए ल बोल्दैन त ल करिश्मा भन्दैन म करिश्मालाई भन्दैन के म तिम्रो साली आउने के ए जाला नि ला त अल्छी ला यार के गर्ने होला यार मलाई लाइभमा बस्न अल्छी लाउँछ के म त अर्कोसँग लाइभ बस्न लाग्यो भने ए गएन यही छु म घर सुति हो यार तिमीले डिस्काउन्ट नहुने मैले हाँसो गर्न नहुने तिमीलाई डिस्काउन्ट नहुने हाँसो गर्न नहुने मैले ए ल म एकछिन म सुत्छु अहिले फोन गर्छु के हो त नि तेरो कटिलो गर्लफ्रेन्ड बनाइछ र लाइभ बहन लाएर अहिले चिन्ता हो 3टा मात्रै छ अहिले दुईटा मात्रै दुईटा मात्रै हा त्यो त नि अहिले फोन हान्न त अहिले राख एकछिन गफ हान्नु राख्दियो अनि एकछिन बोल्न लाग्यो मार्दिस आउँछ गाउँ पुग्यो भने फोन हान्न भन्थे कि ए हो र त्यस्तो केयरिङ गर्ने के हेलो भन्छ र नेपाल टेलिकम भन्छ तँलाई माया नगर्ने रहेछ नि त्यही भएर उठाइदिनु फोन त्यो इयरफोन लगाएको के भयो त नि इयरफोनमै सुन्ने होइन अनि यहाँ बाहिर सुन्ने आवाज ए दुईटै यहाँ नि सुन्ने नि यहाँ नि सुन्ने रहेछ त्यसपछि तेरो उठाउनु क्या राख तँलाई माया गर्न छोडिने छोडिदियो अब एक्स अहिले फोन हाच्छिन हेरौँला तँलाई तेरो नाटक गरेको हेरौँला तँलाई कतिको माया गर्छु अझ कसले हानेर अझ सबैले हाने फोन ल फाइनल्ली गाइस गाउँ आएर फर्स्टमै खराब भएर फेरि अहिले लाइभ बसमा लाएर यहाँ धेरै गर्लफ्रेन्ड बनाइछु भन्छ 2-3 वटा गर्लफ्रेन्ड बनाइछु भन्छ अरे गफ हानेको के हो एउटाले त फोनै उठाइदिनु गरे के हो त्यो गफ हो त साँच्ची हो कि कस्तममा झाट्दैन गाडी छोएर कसम खान त नि रास्ती कसम त आम्मा कसम खाएँ मैले दाजुलाई फोन हान्छु कसम को दाजु कति फोन हान्ने त नि तेरो दाजुलाई फोन हान्न गयो मैले दाजु मलाई फोन हान्न गयो भन्दाखेरि ए हो र दाजु कि दाजु नि दाजु नि हो र हेलो दाजु कता हो दर्शन दाजु ए हो र म त घर पानी आइपुगेको नि दाजु दुईटा उठाउनुहुन्छ म एकछिन चौठी जोड्न लाग्छु कि बात त सही है खै मलाई थाहा छैन हौ दाइको बारेमा थाहा छैन हौ दाइलाई सोध्नुपर्छ हौ मलाई थाहा छैन यो तुमको धेरै मान्छे बनाएको जस्तो नि त ल्याउने अरे के हो र मसँग 10 बाइक लिएर आउँछु भने चिटाउने लाइसेन्स छ क्रस फायर लिएर आउँछु भने ओ माय गॉड खरा एउटा उडेर जाने यार चस्मा फेरि कहाँ लिएको जस्तो कागज त 2-3 दिन हिजो आउँछु भनेर कहाँ डुल्ली यार खरा यार कता गइदिने यार भएन नि यार घर काम नि गर्दैन नि तैले त लाइभ बस्न बिहानबाट बेलुकासम्म यार काम गर्न लाउने कसले काम गर्न लाएर बिहानबाट बेलुकासम्म ग खान्छस् तैले अनि मम्मीले कुटिन भनेर चाहिँ किन हालेको जस्तो नि युट्युबमा टिकटकमा मम्मीले कुटिन भनेर चाहिँ खै हेरौँ कसको बाइकको फोटो म बाइक चलाएको माथि चला यसको भिडियो देखाए भिडियो फोटोमा नि बाइक चलाएर थाहा पाइन्छ र भिडियोमा पनि थाहा पाइन्छ
भिडियो त बनाएन कि हो र ल ठिक छ बुटीमा गएर केटीसँग नाचेको नाचिसको यो कहाँबाट ल्याएको ए विजय अङ्कलको छोरा उसले पाएको ल कति क्युटी हो ल ल अरू त फेरि बाघले खाइदिएला नि बाटा ल गाइज टक्क लाएर यहाँ खरायो थियौँ आएको खरा यहाँ हलो जोत देखेको सानो आजभन्दा 5-7 वर्ष अगाडि नै हलो जोतेको 5-10 वर्ष अगाडि नै हलो जोतेर देखेको गर्लफ्रेन्डसँग गफ हान्दै बसेको जस्तो फेरि गर्लफ्रेन्डसँग गफ हान्दै हलो जोतेको को गर्लफ्रेन्डसँग नि सुसे त्यो धुलो उडाएर ल अर्को हात देऊ न सबजना यहाँ खरालाई भेट्न तँलाई भेट्न आएको हेर्न बिउले भन्छ इयरफोन लाउनु भयो अनि गीत सुन्दै हो फेरि ए भगवान् म मर्यो फर्काएर नि देखाउनु न मनी बेबी मनी गर्ने किन केटी मान्छेले किन हो र ए होस् भयो मलाई निकाल्यो गाउँ निकाला होला फेरि मलाई त गर्न मिल्दैन अरे बाके के भयो रे मिठाईसँग भेटाइदेऊ भन्दै के ए अनि भेटाइदिनु न मलाई चिनेन हौ भाउजूलाई चिनेनस् नमस्ते भाउजू लाइभबाट बोल्ने भन्दिस् त अनि जेठान दियो हजुर को तेरो जेठान भेट्न आएको जन्तीहरूले ल यहाँ भेट्न आयो मान्छे जन्तीहरू खरायोले आफ्नो गर्लफ्रेन्डलाई गोरु जोतेर पनि पाल्ने भयो होइन ए किने खानु ए हेरौँ ल त अहिलेको केटीले फोन हानि तर मैले 50-50 को बाई थोकेको हो कि यिनीले 50 रुपियाँ कि फोन हानेको देखायो कि 50 रुपियाँले फोन हान्ने ल हेरौँ है ल हेरौँ है यसो गर्लफ्रेन्डले नाटकै गरे जस्तो लाग्यो कि 50 रुपियाँ दिए भयो तँलाई असम्म हानेको नि त फोन फिर्ता आउँछ भन्थ्यो कहिले फोन गर्छ उताबाट भन्थ्यो गरिने त्यो गर्लफ्रेन्डले अर्कै बोयफ्रेन्डसँग बोलेर व्यस्त भन्यो 50 रुपियाँ ले हेलो बिबिटाईसँग बोल बिबिटाईसँग बोल बिबिटाईसँग यसले त 3वटा गर्लफ्रेन्ड छ भन्छ ए यार तिमीले बिबिटाईसँग भने आएन मलाई ए तिमीले पुरा गर के भनेको के छ्या तिमी त मान्छे र भइचौर लास भन अहिले जोड्न लाग्छु के दिमाग नआउनु अहिले जोड्न लाग्छु के दिमाग नआउनु फोन हात चुप्लाएर सुनाम गर्ने हेलो किन फोन नउठाएको किन व्यस्तमा राखेको र कि अर्कैसँग बोलेको चीटिंग करता है तू तिमी साँच्चै अर्कैसँग बोले जस्तो लाग्यो मलाई त्यही लाग्यो सँगत अघि मैले फोन हान्दा किन नउठाएको त नि के भनिदियो क्या तिमीलाई मैले तिमी अर्कैसँग बोलिरहेछौ ठिकै छ तिमीलाई म ब्लक गरिदिन्छु के तिमी अर्कैसँग बोल्ने भएर मैले त्यो लास्टै ब्लक गरिदिन्छु के रे अच्छा भन त
सानो बेबीलाई के दुठाउँछौ तिमीले कलम राखेर सानो बेबीलाई के दुठाउँछौ तिमीले कलम राखेर तिम्रो मेरो टिकटक हेर्न लाग्यो ए अघि फोन किन फोन उठाइदिनु भनेर यसो गरेर फोन हालेको फेरि बल्ल उठाए तिमीले बल्ल म जान्छु ल बेबी A few minutes later. अहिले चाहिँ धनी भएको अवस्था 12,000 कमाइन्छ जस्तो टिकटकबाट ए 12,000 छ म अलि 20,000 भयो भने झिकिदिन्छ है बुझिस् ल गाइस अनि त्यो आमाले मलाई पिटे त्यस्तो भनेर लाइभमा हाल्नु हुन्न आमाले भनेन मलाई अस्ति के भन्नुभएको छ भने आमालाई कल गरेर छ होइन मेरो बारेमा के आमाले मम्मीले म जान्न भनेको के म दरबाङसँग जान्छु म त्यहाँदेखि उता जान्न भनेको जहाँ गयो नि आमा भनेको भगवान हो बुझिनस् मैले आमालाई त्यस्तो नराम्रो केही भन्नुहुन्न